ल रिकर्डिङ है त ल हाम्रो समीक साथी जान लागिरहेको छ तल मलाई चाहिँ सँगै नतान आरटी ल हामीहरू चाहिँ निस्किन लाग्यो जमजम ल सेफ राइड है ल हामी चाहिँ अब रेलीको लागि हिँडिसक्यो साधनले लिएर हामी खासमा अघि हिँड्नुपर्ने मान्छे हो तर साधन हाल्दा पढ्ने मान्छे भएर एक्जाम हाल्दा 2 घन्टाको एक्जाम 3 घन्टासम्म लिएर आयो जस्तो छ अघिसम्म गर्नु भइरहेको थियो यार हाम्रो प्लान चाहिँ के छ भन्दा चाहिँ आज गयो यसो साधनको गाउँतिर गयो अनि त्यसपछि कसरी चलायो यसले अनि त्यसपछि त्यहाँबाट गएपछि चाहिँ झर्ना एउटा अनि फेरि एउटा के बुद्धहरू भएको ठाउँमा जाने भने यस्तो लाग्यो अनि त्यसको भोलिपल्ट चाहिँ हामी लटर रमेश्वर जाने ओहो लटर रमेश्वर जाने अनि रमाइलो गर्नुपर्छ सबैजना है ल त्यो बाइकको पछिबाट जम्न जे गरे निस्किहाल्ने हो एउटा छोरी लानुपर्छ क्या हो पछि नाइट बस्नलाई खानलाई गल्ली धेरै एक्सप्लोर गरियो है ओइ केटाहरूले काम गरिहाल्यो नि यार के भा मुखबाट फर्स्ट एड छ होइन फर्स्ट एड छ होइन कसरी ठोके यो बन्द भएको फ्याक्ट्री हो क्या हो भाइ अब हल्का अफरोडिङ हुन्छ होला कस्तो हेर्दै बिहा भूतवाला जस्तो भइरहेको ल यति मात्र रहेछ नि त बाटो नराम्रो ठिक राम्रो रहेछ रमाइलो हुँदैछ भने नि ल हामीहरू चाहिँ एकछिन रेस्ट गरेर छौँ ओइ हो त खोइ हाम्रो रेस्ट एकछिन सक्यो अब फेरि रेस्ट गर्ने मात्र अहिले साधन चाहिँ मेरोमा बसेछ सुजलसँग डर लाग्यो भन्दै साधनको गाउँतिर फेरि लाग्यो यसो गाउँ पनि घुमाएर ल्यायो भने टाढा लागिरह हो हुन त एकैछिनमा पुग्ने हो हुन त है भन्नुपर्दा चाहिँ आज त्यहाँ पिकनिक पनि भइरहेको रहेछ 5-5वटा बस आएको हेर कति धेरै मान्छे होला हौ हल्का तुफान जानुपर्ने हुन्छ कोन्ज्योङसोम खाजा घर कोन्ज्योङसोम खाजा घरमा हामीहरू कोन्ज्योसोम कस्तो गाह्रो हो हामी त नेपाली भन्दैछौँ होइन त अब यहाँ खाजा घरमा एकछिन चिया चिया खाएर
अनि फेरि एकचोटि निस्किन्छौँ राइडको लागि हाम्रो स्कुटरहरू चाहिँ यहीँ छ क्वालिटी हेर्न ओए यिनीहरू त स्टोरी हाल्ने भिडियो भइसक्यो क्वालिटी त कस्तो आएको है हेर त दल तेरो मेरो नि आएको खतरा हो नि त होइन धन्यवाद ल हाम्रो तरकारी पनि आइसकेको छ खाजासाजा खाइयो ल हाम्रो यो मूर्तिको बुद्धको मासु चाहिँ पिसकेछौँ हट दामी रहेछ यार टायरभरि माटै माला लगाएर हेर्न टायर हेर्न यसको नाइस है नाइस यार खतरा पिस भइरहेछ कि दादा खतरा पिस भइरहेछ न त अति यार यस्तो शान्त छ नि न त बाइकको आवाज छ न त के को आवाज छ यार कत्रो यार स्याङ हुने गरी नै अझै यत्रो छ यार माथि आउनु थाल्यो यार हुस्सु माथि आउनु थाल्यो भने नि ल त्यहाँ देखिरहेको होला होइन हुस्सु आउनु थाल्यो त्यही भएर हामी चाहिँ निस्केको फेरि पछि गाह्रो होला कि भनेर हो बल्ल 143 भएको छ हामी हल्का हाइटमा भएर हुस्सु चाहिँ लागिहाल्यो हाइटमा हुने त त्यस्तै हुन्छ छ त मैले बाटो खै म टिप्परमा यही बाटो आएको यो वाला त होइन त्यो वाला होला होइन यही हो लामो टिप्परले यो बाटो कसरी लाग्छ गाडी नै जाँदैन जस्तो जान्छ पुग्यो त माग त्यहाँबाट आयो हुन्थ्यो नि यार मासुलाई त्यहाँबाट बाटै छैन ए उता तल हामी उता सिधा गएको भए यहीँ त पुग्थ्यो नि त्यही बेसी राम्रो यस्तो गाह्रो बाटो ल्यायो यसले यहाँ खतरा एडभेन्चर गरायो यार स्कुटरमै अब एडभेन्चर बिनाको राइड के मजा त तल झार्दैऊ त्यहाँबाट लेफ्ट तल झार्नु माया के त्यसै त घर हो पुरानो घर खोइ यो घर यो त ठुलबाउको हो यो त्यो दाइको तेरो कुन हो पछाडिको व्हाइट कलरको पुरानो घर यो अगाडिको पुरानो घर अर्को यहाँ छ त्यो कहाँबाट जाने स्कुटर
स्कुटर लानु मिल्छ ओ किसिम गयो कहाँबाट जाने यहाँबाट खानाबाट हो तपाईँ नमस्ते आन्टी रितेश है स्याल के लाभ्या ए यहाँ राखिदिने पखाल्दिउँ कसरी बाबा यहाँ ल हामी चाहिँ अब साजनको चाहिँ घर पुगिसकेको छ ऊ त्यो चाहिँ घर हो यो पुरानो घर चाहिँ अब हल्का स्कुटर चाहिँ सफा गरिदिउँ न भोलि जान गाह्रो नहोस् सबैमा टायरमै माटो छिरेको रातो माटो अनि त्यही भएर यो चिप्ले लडेको रहेछ ल ल सबैजना अब हामी फ्रेस भइसकेको छौँ एकछिन अब धेरै राइड गऱ्यो हिँड्नु नि पर्छ भनेर अब एकछिन हिँड्दै यसो झर्नातिर पुगेर आउने हो गइदिउँ सानो झर्ना भयो नि होइन गइदिउँ न भनेको खोला पो रहेछ हिँडेर लाग्दैन 15 मन्दिर छ क्या त्यहाँ नि 10-15 मिनट त्यस्तै हो गइदिउँ न होइन 10-15 मिनट यताबाट नझर्ने हामी अनि उताबाट होइन उता माथिबाट चाहिँ झर्ने तल 10-15 मिनट ठिक छ त्योभन्दा बेसी लाग्नु भयो गइदिउँ न गइदिउँ 10 मिनट मात्र हो ल हेरौँ मैले त यस्तो 10 मिनट मात्र जस्तो लाग्दैन हेर मास्क लगाउनु पर्ने उठ के भयो झर्ना कहाँ हो सानो होला त्यहाँ छ कि सानो अहिले पनि थाहा छैन पानी पराइदियो होइन भनेको हुनुपर्ने हो ल हिँड्ने मान्छेलाई गाह्रो छ झन् चलाउने बाइक लाग्ने मान्छेलाई कति गाह्रो होला यार यस्तो बाटो गाह्रो भयो भन्न झर्ना हो कि त्यो के हो भाइ पाइपबाट पानी बढाएको छ त्यो होइन त्यो त माथि त्यो छ यहाँबाट यहाँबाट लामो यो उकाल गर्नुपर्छ हामी फेरि के भन्नु सानो उकालो अब यत्रो आइसक्यो यहाँ हट ओइ लेडी बर्ड हो र होइन होइन रहेछ कस्तो राम्रो राम्रो फुल यार के हो यारमा चन्दन हो क्या सक्यो काठ मान्छे कुन काठ हो भन्नु पानी बाहिर कसरी जाएको झरना अरे कत्रो झरना रहेछ हेरौँ न हामी पनि ल है झरना पुग्यो यो हो नजाने त्यस्तो रहेछ यार यो ठाउँ चाहिँ लेले हुँदै भार्जे भन्ने ठाउँमा होइन हाइक गर्ने ट्रायलहरू छ हाइक ट्रायलको नाम भन् त तामाङ के थियो अघि तामाङ ट्रायल भन्ने चाहिँ छ त्यहाँ चाहिँ हाइक गर्ने यस्तो रमाइलो छ नि ठाउँ भ्यू चाहिँ खतरा छ होइन अनि हामी अघि एउटा ठाउँमा बसेको ठाउँमा चाहिँ त्यहाँ चाहिँ क्याम्पिङ पनि गर्न मिल्छ 10 आउट अफ 10 है टिपिकल गाउँघरको खाजा है त ल यो टिपिकल छोड्दो यो चाहिँ चिकन हो यो चाहिँ बफ हो
खतरा भएको छ अब साजनको घरबाट निस्क्यो अब साजनको मामा घरमा सुत्न जाने ल आन्टी गएँ बाई ल आन्टी गएँ ल लस् धन्यवाद हस् हस् जाडो बढ्यो होइन राति सुत्न सक्ला कि नसक्ला भइसक्यो त हामी अब साधनको मामा घरतिर लागिसकेका छौँ अब एकैछिनमा पुगिहाल्छौँ त्यस्तो टाढा पनि छैन तर बाटो चाहिँ अहिले त्यो के नराम्रो पनि भन्न मिलेन त्यस्तो नराम्रो पनि छैन त्यस्तो राम्रो पनि छैन नि अब के भन्ने अब जो स्कुटर जाने खालको चाहिँ बाटो छ होइन लिएर आउँदा चाहिँ खोज गरेर आउनुपर्छ त्यो जे पाइ त्यो स्कुटर चाहिँ लिएर आएर भएन हल्का राम्रैवाला चाहियो त्यो पिकअप नदिनेवाला चाहिँ भएन नि ल यहाँ पनि यहाँ त ढुङ्गै खसेको रहेछ नि त हामी त्यत्रो बाटो आइसक्यो ए नमस्ते मामा यो सामान त हालै हाला हामी जाँदैछौँ साधनको घर मामा घर साधनको घरबाट फर्केर नमस्ते आन्टी नमस्ते ओए भ्यू हेर्दै हो क्या हो नमस्ते ल हेलो गुड मर्निङ एभ्रिवान होइन अब हामीहरू यो चाहिँ हाम्रो सेकेन्ड डे हो अब यहाँ आरू टिप्न जानु लाग्यो हो तिनीहरू त्यहाँ खाँदै रहेछ मलाई चाहिँ झोला लिएर आइज भनेर तिनीहरू एक्लै खाइरहेछ के गाह्रो रहेछ यार कहाँबाट आउने हो गाह्रो रहेछ गाउँले जीवन बिताउन गाह्रो रहेछ यहाँ रहेछ फलिरहेको बिहानको सिन चाहिँ यस्तो रहेछ त हेरौँ न मिठो मिठो किरा परेछ क्या ओ त्यहाँ धेरै रहेछ नि त कस्तो हुँदैछ यार के कस्तो हुँदैछ भनेर सुजल चाहिँ ममसँग बोल्दैछ नमस्ते आन्टी नमस्ते आन्टी हस् हस् ए साजनले अब बिच टिप्दैछ एउटा टिपेर दिइसक्यो मलाई तर ल ल ल यसो मजाले टिपौँ होइन ल म बोटमा टिप्यो नि राम्रो रहेछ यो त खान्छ तन्छु क्यो राफले फकाउँछ काफले जानु किन जानु है खाम भनेको ढोरा खाम कि क्या हो मैले त्यही खाइदिएको
एउटा खाइदिउँ न फलेको त हो नि आधी रुखै काटेर रहेछ यार है सिनेमाटिक हान्नु नि एउटा है मिठो रहेछ यार सिनेमाटिक है उयो तान्द उयो तान्द मेरो हातै पुगेन यो पुर्केको बामको हात नपुगेर उयो यस्तो मात्र गर्दैन उयो 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 त्यो राम्रो पाकेको छ नि त्यो होइन कि उयो 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 यताको तान्न सबै आइहाल्छ नि यो तलको हो क्या यो भने यो रातो रातोवाला टिप्न रातो त्यो आधी साइड मात्र पाके हुन्छ क्या हल्का हल्का रातो सिनेमाटिक खतरा आएछ त यार खतरा खिच्छ ऊ त्यो टुप्पोको तान्न भए दामी हुन्छ तान्ने ए दल तल जा नि त अब पकै पकै आरु स्वर भन्दै भिडियो बनाऊ है अब सुजल तल जाँदैछ सुजल गयो है गाई सुजल गयो उयो टिप उयो 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 त्यहाँ तल तल यो ला प्लास्टिक गाई हामी चाहिँ आरु चोर्न आएको होइन यहाँ एउटाले खाना पनि भेटेको चोर र म पनि खाँदैछु पहिला भएर आऊ तिम्रो रक देखाएर त्यो राम्रो छ ल रिकर्डिङ है त ल हाम्रो समीक साथी जान लागेको छ तल मलाई चाहिँ सँग नतान यसो लडेँ म होइन अब के गर्नु त लडेपछि त ओहो दामी पारामा लडियो है उफ। सधैँ मलाई सँगै ताने यार यसले यतिको मेहनत गर्नुपर्छ आरु टिप्नलाई ऊ यहाँ ऊ हाम्रो होइन आरु 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 हन्टर होइन ओ आरु हन्टर भन्दा मनी खस्छ गाइसहरू के ओइ ढुङ्गा खस्यो ओइ के भन्नु पहिरो जाँदा नि फेरि उता 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 हेर्न उता तल उता सिधा सिधा त्यो सिधा हेर्न होइन उता उता साइडको राइट साइड उता बिचमा देखिरहेको छ तैँले त्यो एउटा रातो छ ए झोलाइदिएन झोला चाहिँ नखस है भाइ सबै जाला टिपेको नि राम्रो राम्रो टिपेको छ हौ सब ल गाइज अब हामी चाहिँ अब फेरि राइडको लागि निस्किसकेका छौँ अब हामी सिधै अब कहाँ भाइ खुवा खान जाने हौ खुवा खान यत्रो अब उत्तामा पेट्रोल पुग्छ मेरो त पुग्छ यार पुग्ला तर फर्किन पनि पायो नि त पुग्छ हौ फर्किँदा नि पुग्छ खुवा टाढा छ अलिक तर अहिले नै पुग्नुपर्छ नि त बरु है सिधै अहिले गइदिउँ न त अनि त्यहाँबाट हामी खान जाऊँ न त्यही गरौँ न है ल अब हामी चाहिँ निस्किनु लाग्यो ल यिनीहरू पनि रेडी भइसक्यो